हेलो एभ्रिवान वेलकम। तपाईँले आफ्नो असाइनमेन्ट सबमिट गर्न चाहनुहुन्छ एलएमएसमा भन्दाखेरि चाहिँ नि हाउ टु अपलोड असाइनमेन्ट भन्दाखेरि यु हेभ टु गो टु माई कोर्सेस गएपछि यु विल सी अल द कोर्सेस द्याट यु आर इनरोल्ड इन। एउटा कुनै तपाईँले जुन चाहिँ कोर्समा तपाईँले आफ्नो असाइनमेन्ट अपलोड गर्न चाहनुहुन्छ त्यहाँ क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि तपाईँले कुन चाहिँ असाइनमेन्ट अपलोड गर्न चाहनुहुन्छ, इक्जाम्पलको लागि यहाँ आर्टिकल राइटिङमा तपाईँको आर्टिकल सबमिसन भन्ने छ। यो लोगो पिङ्क लोगो चाहिँ तपाईँको असाइनमेन्ट सबमिसनको लागि हो। यहाँ क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि तपाईँको यहाँ सबै डिटेल्सहरू छ, कहिले खोलिएको, कहिले ड्यु डेट कहिले हो, कति ढिलो तपाईँ यहाँ अहिले 3 डेज लेट भनेर देखाएको छ। सो यहाँ तपाईँले एड सबमिसन गर्नुहोस्। एड सबमिसन गरिसकेपछि तपाईँको यो फाइल आउँछ। यो यहाँको तपाईँले फाइल ड्र्याग एन्ड ड्रप गरे पनि भयो, नत्र तपाईँले यहाँ गएर क्लिक गर्नुभयो भने अपलोड फाइलमा जानुहोस् र यहाँ गएर चुज फाइल। तपाईँको कुन चाहिँ फाइल कहाँ छ हेर्नु सक्नुहुन्छ। एउटा इक्जाम्पलको लागि मैले कुनै एउटा फाइल अपलोड गर्छु। यसको लागि मैले यहाँ पिडिएफ अपलोड गरेँ, ओपन गरेँ, तपाईँको यहाँ फाइल देख्न सक्नुहुन्छ। सो अपलोड दिस फाइल गर्नुहोस्। अपलोड गरेपछि तपाईँले यहाँ फाइल देख्नुहुन्छ। अपलोड मात्र गरेर भने तपाईँले यहाँ सेभ पनि गर्नुपर्ने हुन्छ है। सो वेन यु डु सेभ चेन्जेस बल्ल तपाईँको असाइनमेन्ट अपलोड हुन्छ। यहाँ तपाईँको सबमिसन स्टेटसमा सबमिटेड फर ग्रेडिङ स्टेटसमा नट ग्रेडेड एन्ड टाइम रिमेनिङ भनेर सबै त्यहाँ देखाइएको छ। तपाईँको फाइल यहाँ अपलोड भएको छ है। सो यसरी यु क्यान अपलोड यर असाइनमेन्ट एन्ड वेन यु हेभ टु एडिट इट, यहाँ गएर एडिट सबमिसन गरे पनि भयो। या तपाईँले आफ्नो सबमिसन रिमुभ गर्नु पऱ्यो भने यु क्यान गो टु हियर एन्ड रिमुभ द असाइनमेन्ट। एउटा इक्जाम्पलको लागि रिमुभ गर्नुभयो भने, कन्फर्म गर्नुभयो, कन्टिन्यू गर्नुभयो भने तपाईँको असाइनमेन्ट रिमुभ हुन्छ। इफ आई निड टु एडिट भने एडिट सबमिसनमा गएर यहाँ गएर यसलाई डिलिट गरेर अनि अर्को रिप्लेस गर्न सक्छु है। सो दिस इज हाउ यु हेभ टु अपलोड यर असाइनमेन्ट। इफ एनी क्वेरी प्लिज फिल फ्री टु आस्क। थ्याङ्क यू।